जय होस् देवी मनोकामना। आजभन्दा करिब 300 वर्ष अगाडि राजा राम शाहको पत्नी रानी लीलावती यिनै मनोकामना देवी थिइन्। राजाको मृत्यु पश्चात सती जाने बखतमा रानीले आफ्नो सेवक सिद्ध पुरुष लखन थापालाई म कख्यात भन्ने ठाउँमा शिलाको रूपमा उत्पत्ति भई सम्पूर्ण भक्तजनहरूको मनको कामना पूर्ण गर्नेछु। म तिमीलाई पुनः मेरो सेवा गर्ने मौका दिनेछु र मेरो पूजाआजा तिम्रै सन्ततिले गरून् भन्नुभएको थियो। तत्पश्चात एक दिन हलो जोत्ने क्रममा हलो अड्किएको र हेर्दा फाली शिलामा घस्रेर दुध र रगत आएको अनि त्यो कुरा सिद्ध पुरुष लखन थापाले थाहा पाई मनोकामना नाम राखी पूजाआजा सुरु गर्न थाल्नुभयो। आज पनि उहाँकै 17औं पुस्ता पुजारीको रूपमा यहाँ हुनुहुन्छ। भनिन्छ राजा पृथ्वीनारायण शाहले पनि सिङ्गो नेपालको एकीकरण यिनै देवी मनोकामना र गोरखनाथ बाबाको आशीर्वादले नै सम्भव गराउनु भएको थियो। उहाँको महाप्रसाद नबोल्ने बच्चाहरूलाई खुवाउँदा वाक्य फुर्दछ। यहाँ प्रत्येक 6 महिनामा तान्त्रिक विधिबाट पूजा गरिन्छ। आमा हजुरले बोलाउनु भयो, म आए। जय होस् हजुरको, सम्पूर्ण प्राणीहरूको रक्षा गर्नुहोस् आमा। हजुरलाई जय जयकार सबैले गरिरहन् सदा सदा।